सुरुमा एउटा ट्रायल क्वेसन। नेपालमा कमैया मुक्तिको घोषणा कहिले भयो? क 2057 वैशाख 2 गते, ख 2057 असार 2 गते, ग 2057 साउन 2 गते, घ 2067 भदौ 2 गते। यदि तपाईँहरूले यसको उत्तर थाहा छ भने कृपया कमेन्ट बक्समा यसको सही उत्तर लेख्नुहोला। अब लागौँ आजको प्रश्न नम्बर 1 तर्फ। प्रश्न नम्बर 1, सुनको असर्फी प्रचलनमा ल्याउने राजा को हुन्? क रणबहादुर शाह, ख गिरवाणी युद्ध विक्रम शाह, ग पृथ्वीनारायण शाह, घ नरभूपाल शाह। यसको सही उत्तर रहेको छ क रणबहादुर शाह। प्रश्न नम्बर 2, घर, भवन, मन्दिर, पाटी, पौवा र दरबार निर्माण सम्बन्धी कलालाई के भनिन्छ? क चित्रकला, ख वास्तुकला, ग काष्ठकला, घ कुनै पनि होइन। यसको सही उत्तर रहेको छ ख वास्तुकला। प्रश्न नम्बर 3, नेपालको इतिहासमा उप प्रधानमन्त्री हुने पहिलो व्यक्ति को हुन्? क सुवर्ण शमशेर, ख कीर्तिनिधि विष्ट, ग माधव कुमार नेपाल, घ शैलजा आचार्य। यसको सही उत्तर रहेको छ क सुवर्ण शमशेर। प्रश्न नम्बर 4, विवाहमा दुलहाले दुलहीलाई लगाइदिने औँठीलाई के भनिन्छ? क साइपाटा, ख दोजरब, ग साइमुन्द्रो, घ पद्मप्रेम। यसको सही उत्तर रहेको छ ग साइमुन्द्रो। प्रश्न नम्बर 5, निम्न मध्ये कुन सोमवंशी राजा हुन्? क एलम्बर, ख हुम्ती, ग मताच्छे, घ जितेदास्ती। यसको सही उत्तर रहेको छ ग मताच्छे। प्रश्न नम्बर 6, राजा रणबहादुर शाहको हत्या गर्ने व्यक्ति को हुन्? क वीरनरसिंह कुँवर, ख दामोदर पाण्डे, ग बालनरसिंह कुँवर, घ शेरबहादुर शाही। यसको सही उत्तर रहेको छ घ शेरबहादुर शाही। प्रश्न नम्बर 7, नेपालको पहिलो दैनिक पत्रिका आवाज हो भने यसका प्रथम सम्पादक को थिए? क माधव प्रसाद घिमिरे, ख लक्ष्मीप्रसाद देवकोटा, ग सिद्धिचरण श्रेष्ठ, घ गोपाल प्रसाद रिमाल। यसको सही उत्तर रहेको छ ग सिद्धिचरण श्रेष्ठ। प्रश्न नम्बर 8, घाटु नाच कुन जातिमा प्रचलित छ? क थारू, ख लिम्बू, ग गुरुङ, घ राउते। यसको सही उत्तर रहेको छ ग गुरुङ। प्रश्न नम्बर 9, छठ पर्वमा कुन भगवानको पूजा गरिन्छ? क सूर्य, ख चन्द्रमा, ग जल, घ अग्नि। यसको सही उत्तर रहेको छ क सूर्य। प्रश्न नम्बर 10, मकैको खेती नामक पुस्तक कसले लेखेका हुन्? क गोपाल प्रसाद रिमाल, ख बालकृष्ण सम, ग भैरव अर्याल, घ सुब्बा कृष्णलाल। यसको सही उत्तर रहेको छ घ सुब्बा कृष्णलाल। प्रश्न नम्बर 11, सुगौली सन्धिमा कति धारा छन्? क 8, ख 9, ग 10, घ 11। यसको सही उत्तर रहेको छ ख 9। प्रश्न नम्बर 12, कुमारी बनाई पूजा गर्ने चलन कसले चलाएका हुन्? क अंशु वर्मा, ख महेन्द्र मल्ल, ग गुणकामदेव, घ नरेन्द्रदेव। यसको सही उत्तर रहेको छ ग गुणकामदेव।
प्रश्न नम्बर 13 नेपालको पहिलो महिला उपप्रधानमन्त्री को हुन्? क गङ्गाबाई, ख शैलजा आचार्य, ग द्वारिका देवी ठकुरानी, घ सुजता कोइराला। यसको सही उत्तर रहेको छ ख शैलजा आचार्य। प्रश्न नम्बर 14 लुम्बिनीको अशोक स्तम्भमा कुन भाषाको प्रयोग गरिएको छ? क पाली, ख संस्कृत, ग सिनिया, घ ब्राह्मी। यसको सही उत्तर रहेको छ क पाली। प्रश्न नम्बर 15 भक्ति थापा कुन राज्यको सेनाबाट गोर्खाली सेनामा सामेल भएका थिए? क पाल्पा, ख नुवाकोट, ग लमजुङ, घ कास्की। यसको सही उत्तर रहेको छ ग लमजुङ। प्रश्न नम्बर 16 नेपाल मण्डलेश्वर उपाधि कुन राजाले धारण गरेका थिए? क अंशु वर्मा, ख मानदेव, ग प्रताप मल्ल, घ एच्छे मल्ल। यसको सही उत्तर रहेको छ घ एच्छे मल्ल। प्रश्न नम्बर 17 बुलेट महाराज भनेर कसलाई चिनिन्छ? क युवराज त्रैलोक्य, ख शिरपाँच महेन्द्र, ग शिरपाँच वीरेन्द्र, घ शिरपाँच सुरेन्द्र। यसको सही उत्तर रहेको छ क युवराज त्रैलोक्य। प्रश्न नम्बर 18 पृथ्वीनारायण शाहसँग छाता र जुत्ता माग्ने मल्ल राजा को हुन्? क एच्छे मल्ल, ख हरि मल्ल, ग जयप्रकाश मल्ल, घ रणजित मल्ल। यसको सही उत्तर रहेको छ ग जयप्रकाश मल्ल। प्रश्न नम्बर 19 स्वामी महाराज भनेर नेपालको इतिहासमा कसलाई चिनिन्छ? क सुरेन्द्र शाह, ख रणबहादुर शाह, ग राजेन्द्र शाह, घ प्रताप सिंह शाह। यसको सही उत्तर रहेको छ ख रणबहादुर शाह। प्रश्न नम्बर 20 भक्तपुरमा रहेको 55 झ्याले दरबार कसले निर्माण गरेका थिए? क सुवर्ण मल्ल, ख रणजित मल्ल, ग जयप्रकाश मल्ल, घ भूपतिन्द्र मल्ल। यसको सही उत्तर रहेको छ घ भूपतिन्द्र मल्ल। प्रश्न नम्बर 21 जय नेपाल भनी प्रथम पटक नारा लगाउने व्यक्ति को हुन्? क शुक्रराज शास्त्री, ख धर्मभक्त माथेमा, ग बीपी कोइराला, घ लखन थापा। यसको सही उत्तर रहेको छ क शुक्रराज शास्त्री। प्रश्न नम्बर 22 कोत पर्व हुँदा नेपालको प्रधानमन्त्री को थिए? क फतेजङ शाह, ख माथवर सिंह थापा, ग जङ्गबहादुर राणा, घ गगन सिंह बस्नेत। यसको सही उत्तर रहेको छ क फतेजङ शाह। प्रश्न नम्बर 23 सबैभन्दा कम समय शासन गर्ने राणा प्रधानमन्त्री को हुन्? क जुद्ध शमशेर, ख चन्द्र शमशेर, ग भीम शमशेर, घ देव शमशेर। यसको सही उत्तर रहेको छ घ देव शमशेर। प्रश्न नम्बर 24 म मरे मुलुक डुब्ने छैन तर भीमसेन मरे मुलुक डुब्ने छ यो भनाइ कसको हो? क रणबहादुर शाह, ख रणजित शाह, ग प्रताप शाह, घ राजेन्द्र विक्रम शाह। यसको सही उत्तर रहेको छ क रणबहादुर शाह। प्रश्न नम्बर 25 सिंहदरबारमा कहिले आगलागी भएको थियो? क 2030 जेठ 25, ख 2030 असार 25, ग 2030 साउन 25, घ 2030 भदौ 25।
यसको सही उत्तर रहेको छ ख 2030 असार 25। प्रश्न नम्बर 26 गुडकामदेवले चलन चल्तीमा ल्याएको मुद्रालाई के भनिन्छ? क मानाङ्क, ख पढ, ग जाबा, घ गुणाङ्क। यसको सही उत्तर रहेको छ घ गुणाङ्क। प्रश्न नम्बर 27 घरको बाघ वनको स्याल भनेर कुन राणा प्रधानमन्त्रीलाई चिनिन्छ? क चन्द्र शमशेर, ख भीम शमशेर, ग देव शमशेर, घ मोहन शमशेर। यसको सही उत्तर रहेको छ क चन्द्र शमशेर। प्रश्न नम्बर 28 कुन राजाको पालामा अरनिको तिब्बत गएका थिए? क नरेन्द्रदेव, ख बलदेव, ग जय भीमदेव, घ अर्जुनदेव। यसको सही उत्तर रहेको छ ग जय भीमदेव। प्रश्न नम्बर 29 मृतकलाई कञ्चनजङ्घा हिमालतर्फ शिर पारी गाड्ने चलन कुन जातिमा छ? क लेप्चा, ख धिमाल, ग शेर्पा, घ तामाङ। यसको सही उत्तर रहेको छ क लेप्चा। प्रश्न नम्बर 30 पर्जा भनेर कुन जातिलाई चिनिन्छ? क लेप्चा, ख गुरुङ, ग राउटे, घ चेपाङ। यसको सही उत्तर रहेको छ घ चेपाङ। प्रश्न नम्बर 31 सिंहदरबारको निर्माण कसले गराएका हुन्? क चन्द्र शमशेर, ख देव शमशेर, ग वीर शमशेर, घ भीम शमशेर। यसको सही उत्तर रहेको छ क चन्द्र शमशेर। प्रश्न नम्बर 32 नेपालमा कागजी नोट कुन राणा प्रधानमन्त्रीको पालादेखि निष्कासन हुन थालेको हो? क सुवर्ण शमशेर, ख देव शमशेर, ग जुद्ध शमशेर, घ चन्द्र शमशेर। यसको सही उत्तर रहेको छ ग जुद्ध शमशेर। प्रश्न नम्बर 33 2046 को जनआन्दोलन कसको नेतृत्वमा भएको थियो? क सूर्यबहादुर थापा, ख लोकेन्द्रचन्द, ग गिरिजाप्रसाद कोइराला, घ गणेशमान सिंह। यसको सही उत्तर रहेको छ घ गणेशमान सिंह। प्रश्न नम्बर 34 बेठी प्रथा तलका मध्ये केसँग सम्बन्धित छ? क दाइजो, ख खेतीपाती, ग विवाह, घ छुवाछुत। यसको सही उत्तर रहेको छ ख खेतीपाती। प्रश्न नम्बर 35 लुम्बिनी दिवस कहिले मनाइन्छ? क वैशाख 1, ख वैशाख पूर्णिमा, ग वैशाख एकादशी, घ वैशाख औँसी। यसको सही उत्तर रहेको छ ख वैशाख पूर्णिमा।